नमस्ते। देश राजनीतिक तरङ्गबाट गुज्रिरहेको छ, तर पनि म आज शिक्षा क्षेत्रकै बारेमा एउटा सानो टिप्पणी प्रस्तुत गर्दैछु। आजको टिप्पणी सामुदायिक विद्यालयहरूका लागि छ। विशेष गरेर सामुदायिक विद्यालयहरूमा देखिएको तडक-भडक एउटा एक्स्ट्राभेजेन्जा हुन्छ जसलाई खर्चालु प्रवृत्तिको बारेमा म यहाँ केही कुराहरू गर्दैछु। त्यो खर्चालु प्रवृत्ति जसले अभिभावकहरूलाई असर गरिरहेको छ, अभिभावकहरूले धान्न नसक्ने खालको चाहिँ समस्या आइरहेको छ। मेरो पछिल्लो निजी विद्यालयहरूको लागि बनाइएको पछिल्लो भिडियो हेरिसकेपछि मलाई केही सामुदायिक विद्यालयका अभिभावकहरूले चाहिँ फोन गरेर भेटेर भन्नुभएको छ, सामुदायिक विद्यालयको पनि खर्च हामीले बेहोर्न नसक्ने भयौँ। निःशुल्क शिक्षा भनिए पनि वास्तवमा हामी निःशुल्क शिक्षाको अवस्थामा छैनौँ। आफ्नो बालबालिकालाई निःशुल्क शिक्षा दिने अवस्थामा छैनौँ, किनभने हामीलाई विद्यालयहरूले जुन ड्रेस कोड निर्धारण गरेका छन् त्यो ड्रेस कोड हामीलाई महँगो परिरहेको छ। हामी यो ड्रेस कोड पनि चाहिँ को व्यवहार पनि सम्हाल्न सक्ने अवस्थामा छैनौँ भनेर केही अभिभावकहरूले भन्नुभएको छ। र त्यसपछि मैले यस विषयमा केही जानकारहरूसँग सोद्धाखेरि वास्तवमै यो सामुदायिक विद्यालयहरू पनि निजी विद्यालय जस्तो देखिने होड जताततै चलिरहेको छ र यो होडले अभिभावकहरूलाई प्रत्यक्ष आर्थिक मारमा पारेको छ। परीक्षाफल निजीको जस्तो नभए पनि देखावा निजीको जस्तो हुनुपर्ने जुन प्रचलन छ, जुन परिपाटी चलेको छ, यो निःशुल्क शिक्षाको नाममा एक किसिमको कलङ्क जस्तो मैले महसुस गरेको छु। पोसाक महँगो हुँदै गइरहेको छ, महँगो बनाइँदै गइरहेको छ। सस्तो पोसाकको विकल्पमा कुनै पनि सामुदायिक विद्यालयले सोचेको जस्तो मलाई लागेको छैन। विभिन्न खालका रङहरू परिवर्तन गर्ने, विभिन्न खालका रङहरू चाहिँ निर्धारण गर्ने, हाउस ड्रेसहरू बनाउने, ती हाउस ड्रेसहरू एक शैक्षिक सत्रभन्दा अर्को शैक्षिक सत्रमा नचल्ने बनाउने र ती पोसाकहरूमा होलोग्रामहरू प्रयोग गर्ने, विद्यालयको होलोग्रामहरू सँगै यो ड्रेसमा यो हाउस ड्रेसहरूमा चाहिँ प्रिन्टिङ गराउने र जुत्ता र बेल्टहरूमा पनि एक किसिमको निर्धारण गर्ने, अनि बेल्टमा पनि होलोग्राम राख्ने, यी कुराहरूले गर्दाखेरि सामुदायिक शिक्षा साँच्चैकै महँगो हुन गइरहेको छ। विद्यालयले मासिक शुल्क नलगाए पनि अभिभावकहरूले एकमुष्ट जुन वर्षमा खर्च गर्नुपर्छ, यो खर्च गरिबीको तबकाका